जय काली, जय माँ काली। सम्पूर्णलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरको साथ सपोर्ट माया सदैव यसरी नै पाइराखौँ र मैले गर्नुपर्ने हजुरहरूलाई हरेक समयमा म गर्ने छु। मैले केही गर्दाखेरि हजुरहरूको ग्रहदशा शान्ति हुन्छ, हजुरहरूले चालेका हरेक पाइलामा सफलता प्राप्त हुन्छ भने म हरेक समयमा हजुरहरूको साथमा उभिएर म हजुरहरूको सेवा गर्न तयार छु। आज चाहिँ विशेष गरी हजुरहरू सम्पूर्णको राम्रो होस् भनेर चाहिँ मैले माई भगवतीको सामुन्ने आएर धुप बाती गरेर चाहिँ हजुरहरूको सबैको नकारात्मक ऊर्जाहरू हटाइ दिनुहोस् भगवती भनेर पुकार गरेको छु। अनि हाम्रो विशेष गरी काठमाडौँमा रहने दाई हुनुहुन्छ, उहाँको नाम चाहिँ मैले भन्न चाहिनँ। उहाँका सम्पूर्ण पितृहरूको उद्धार होस्, उहाँका पितृहरू वैकुण्ठमा बास हुन् र उहाँले चालेका हरेक पाइलामा सफलता प्राप्त होस्, उहाँका रोकिएका कामहरू बनुन्, उहाँका ग्रहदशाहरू शान्ति होस् भन्दै र हजुरहरू सम्पूर्णले यो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरको पनि ग्रह शान्ति होस्। आफ्ना प्रिय साथीहरूलाई सेयर गरी हजुरहरूले कमेन्टमा जय माँ काली, जय माँ भगवती लेखी कमेन्ट गर्नुहोस् र हजुरहरूको पनि राम्रो होस् र सम्पूर्णको राम्रो होस्। जय माँ भगवती।